आजको दिन के अब नयाँ कुरा कतै देखेपछि चाहिँ तुरुन्तै सिक्न र एकपटक गरेर हेर्न मन लाग्ने म मात्रै हो कि हजुरहरूलाई पनि त्यस्तै मन लाग्छ? आज के होइन, म चाहिँ अफिसको कामले चाहिँ फिल्डतिर जाँदाखेरि चाहिँ एकजना आमाले चाहिँ धुपबटा त्यो बनाउँदै हुनु भएको रहेछ होइन। अनि उहाँलाई त्यो काम गरेको देख्दाखेरि चाहिँ मलाई पनि कस्तो चासो लागेर आयो कि यो कसरी बन्छ होला भन्ने सोच आयो। अनि मैले चाहिँ उहाँको छेउमा बसेर एकछिन हेरेँ होइन। अनि सिकेँ। अनि त्यसपछिबाट सानो बनाउने प्रयास पनि गरेँ होइन। अब साँच्चै जीवनमा हरेक सिकाइ भन्ने कुरा चाहिँ किताब र स्कुलमा मात्र सीमित हुँदैन कि कहिलेकाहीँ गाउँघरमा आमाहरूको हातमा उनीहरूको मेहनतमा अनि अनुभव र सरल जीवनशैलीमै ठुलो ज्ञान लुकेको हुन्छ कि होइन। नयाँ कुराहरू सिक्न मन हुनु नै सायद जीवनलाई अझै रमाइलो बनाइराख्ने कारण हो जस्तो पनि लाग्छ क्या मलाई चाहिँ होइन। आज त्यो आमालाई देखेर मलाई फेरि केही सिक्न मन लागेको जस्तो भयो। अनि त्यसपछिबाट हामीले चाहिँ एकदम मिठो मिठो गफ गर्दै गर्दै यो चाहिँ धुप बनाउनको लागि सिक्यौँ होइन। हुन त अब कतिजनालाई त यस्तो गराउन पनि आउँछ होला, बनाउन पनि आउँछ होला, बनाउनु पनि हुन्छ होला। तर मलाई चाहिँ एकदम धेरै गराएको थिएन, एकदम धेरै खुसी लाग्यो कि। अनि बनाएको देखेर चाहिँ अनि उहाँ चाहिँ हाम्रो संस्थामा आबद्ध हुनुभएको सदस्य पनि हुनुहुन्छ होइन। अनि उहाँसँग चाहिँ म मिठो मिठो गफ गर्दै गर्दै धुप बनाउँदैछु। अनि उहाँले चाहिँ मलाई कस्तो राम्रो लाग्यो, म पनि सिक्छु नि भनेर भनेको। अनि उहाँले चाहिँ मलाई ल आउनुहोस् त यहाँ बस्नुहोस् भनेर आफैले त्यो ओछ्याइदिएर अनि त्यसपछि यो यसरी गर्ने हो भनेर चाहिँ गराउन पनि सिकाउनु भयो। अनि आफ्नो कुराहरू पनि राखिरहनु भएको थियो कि उहाँले मसँग चाहिँ। अनि उहाँको र मेरो चाहिँ एकदम मिठो गफ पनि चलिरहेको थियो। अनि अब हेर्दाखेरि त साह्रै सजिलो जस्तो लागेको थियो क्या। यसो पहिला सुरुमा गर्दाखेरि त यस्तो त आइहाल्छ नि, ल म पनि गरिहाल्छु नि जस्तो लागेको थियो। तर गर्दै जाँदाखेरि चाहिँ त्यस्तो त्यो सोचेको जस्तो पनि सजिलै चाहिँ अलि नहुँदो रहेछ सुरुमै चाहिँ, खासै त्यस्तो धेरै। तर एकछिनमा मलाई एकचोटि गराउँदा चाहिँ बिग्रियो। अनि पछि चाहिँ उहाँले मलाई सिकाइदिनु भयो, यसरी गर्ने हो है भनेर। अनि उहाँको र मेरो चाहिँ मिठो मिठो गफ पनि चलिरहेको छ। अनि उहाँले पनि पहिला यो चाहिँ तालिम लिनुभएको हो अरे कि। अनि त्यसपछि ल उहाँको गफ सुन्नु है त, के भन्नुहुन्छ उहाँले, के भनिरहनु भएको थियो। यसरी बनाउने हो। अनि हामी 4 जना साथीहरू मिलेर ग्रुपमै पहिला तालिम लिएको हो। अनि त्यसपछिबाट अनि यो गराउन सिकेको हो मैले भनिरहनु भएको थियो मलाई। मैले 5-6 वटा त बनाएँ त्यहाँ बसी। अनि पछि चाहिँ मलाई आयो अब। अनि त्यसपछि अनि 7-8 वटा बनाइसकेपछि चाहिँ मैले जस्ट जानेको जस्तो लाग्यो। उहाँले चाहिँ मलाई यसरी घुमाउने हो भनेर पनि सिकाइरहनु भएको थियो कि। अनि होइन अब मलाई ढिला भयो म जान्छु नि भनेको। होइन तपाईँ कहाँ पर्फेक्ट नसिकिकन जाने, ल सिकेर जानु त, ल यदि तपाईँले एकदम रहर गरिहाल्नु भयो भनेर भन्नुभयो। अनि त्यसपछि मैले चाहिँ बनाएर पनि देखाएँ कस्तो राम्रो बनाएँ। उहाँले चाहिँ बिजनेस गर्नुहुन्छ कि है। आफूलाई पनि बाट्नलाई काट यता आफ्नो घरलाई पनि टुटेका बनाऊँ भने घरलाई नि भयो, 2-4 पैसा देख्न पाइयो। अब चिनी खा पनि मैले यो यस्तो गरेर दिन्छु है भनेपछि आफ्नो हातको सिप भनेको कहिले खेर जाँदैन, कहिले खेर बुढी हुने बेलासम्म सकिन्छ कि यो काम गर्नु। अर्को बत्ती काट्न भने बरु हात बाउडिन्छ त सक्दिनँ, मेरो हात कमजोरी छ अलि पर। त्यही भएर भयो नि अहिले त राम्रो भयो। ल कम्प्लिट भएर जानु बस्नु कम्प्लिट भयो है। अहिले त भयो नि, राम्रो भयो कि। अलि हजुरले गरेका नि मैले अहिले बनाउँछु क्या चिनी, बेच्ने नै बनाउँछु। ल अहिले त भयो नि, ए अहिले त कति राम्रो भयो। ल भइहाल्यो नि, यतिको गराउँदै हुने हो है। हजुर पहिला त्यस्तै हो, पहिला यतिको नि जानेको र म त 7 दिनसम्म तालिम दिँदा नि नजानेर अब जान्दिनँ। यसरी चाहिँ मिठो गफ गरी मैले चाहिँ आज धुप बनाउन सिकेँ। हेर्नु अब सिकाइ भन्ने कुरा चाहिँ कस्तो हुन्छ भनेदेखि अब यो भनेको चाहिँ अरू कसैले चोरेर लान सक्दैन होइन। आफूले जानेको कुराहरू भनेको त आफैसँग हुने हो नि त। सिप ज्ञान भनेको र जति धेरै अरूलाई बाँड्यो नि त्यति नै धेरै बढ्छ के यो सिप भनेको चाहिँ। त्यही भएर आफूले चाहिँ कुनै मौकाहरू पाइरहँदाखेरि चाहिँ यस्ता प्रकारको अब कुनै सिपहरू त्यस्तो भयो भने चाहिँ सिकिहाल्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। मलाई त एकदम धेरै खुसी लाग्दो छ होइन। मैले यो आज सिकेँ नि त मैले धुप बनाउनलाई। धेरै समय त होइन, तर थोरै समयमा भए पनि बनाउन जाने। धेरै खुसी लागेको छ सिकाउनु भएकोमा। आमालाई पनि धेरै धेरै धन्यवाद। र यसै गरी हजुरहरूलाई चाहिँ एकदमै बास्नादारवाला मिठोवाला धुप चाहिएको छ भने चाहिँ उहाँसँग सम्पर्क गर्नुहोला है। उहाँ चाहिँ भरतपुर
25 शुक्रनगरमा बस्नुहुन्छ र एकदम सस्तोमा एकदम राम्रो धुप दिनुहुन्छ। हस्त धन्यवाद।